डिप्लोमेटिक रूपमा टेबल टक तपाईहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। अनि यो कुरा चाहिँ अस्ति भर्खरै थाहा पायो। त्यही भएर दुईटै देशले अध्ययन गरेर हामीले मिचेको छौँ उहाँहरूले मिच्नु भएको छ के छ त्यसलाई चाहिँ बसेर एउटा साथीको रूपमा समाधान गर्ने चाहिँ हामीले सोचिरहेका छौँ। अस्सलाम वालेकुम, नमस्कार। आज हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यू बालन शाह संसदमा उपस्थित हुनुभयो। त्यसपछि उहाँले उपस्थित हुनुको कारण धेरै समयदेखि लगातार आवाज उठिरहेको कि प्रधानमन्त्रीज्यू आएर संसदमा या अथवा मिडियामा त्यति धेरै हुँदैन भनेर जवाबको साथमा आज अचानक संसदमा आउनुभयो र उहाँले जवाब खोज्नुभयो। त्यसपछि पक्ष दल र विपक्षी दल कसो गर्नुभयो, त्यो त ठिकै थियो। तर प्रब्लम के आयो भनेपछि विवाद कुन कुरामा भयो भनेपछि सीमावर्तीको विवादमा, यानि इन्डिया र नेपालको बोर्डरको कुरामा विवादित भाषा भयो एउटा। जुन जवाब यस्तो थियो, इन्डियाले नेपालको सीमा मिचेको छ भने केही ठाउँमा नेपालले पनि इन्डियाको सीमा मिचेको छ भन्ने कुरा उहाँले भन्नुभयो। यो कतिसम्म सही छ गलत छ त्यसको चाहिँ स्पष्टीकरण त दिनु भएन, तर यो कुरा चाहिँ भन्नुभएको छ। आदरणीय प्रधानमन्त्रीज्यूसँग आग्रह छ कि त्यो पनि भनिदिनु पर्यो कि कुन ठाउँमा या नेपालले कति ठाउँमा इन्डियाको सीमा नमिचेको छ हामी पनि जान्न चाहन्छौँ। धन्यवाद।